अब हामी चाहिँ अहिले तिलकपुर हेल्प पोस्ट ग्याङ चाहिँ हामी कहाँ जाँदैछौँ? जाँदैछौँ हामी बन्दीपुरको यात्रामा छौँ। ल सबैजनालाई शुभ यात्रा है। ओके ल अब हाम्रो चाहिँ खतरा टिमहरू अगाडि पनि छ गाडीमा चढेर। यो कुन ठाउँ हो रुमनान्जन? सर अगाडि हेर्छौँ भएर आमा बबाल छ है ल गाइडहरू के छ सरहरूको? बन्दीपुरको मेन बजारमा हामी प्रवेश गरिसकेका छौँ। अशोक सर अगाडि हुनुहुन्छ। अशोक सर कस्तो लागिरहेछ त बन्दीपुर बजार है? बवाल छ। रुमनान सर कस्तो छ हजुरलाई, कस्तो लागिरहेछ? यहाँको यस्तो छ, होटलहरू पनि बवाल छ। बन्दीपुरको बजारमा मिठो रेशम किरीले गीत गाउँदै हामी अगाडि बढिरहेका छौँ। ज्योति सिस्टर
Hello from Bandipur. गुड मर्निङ एभ्रिवान फ्रम बन्दीपुर। हाम्रो बन्दीपुरको ग्रेट वाल मिनी ग्रेट वालतिर हामी जाँदैछौँ। अहिले हामी बन्दीपुर बजारमा छौँ। यहाँनिर टक्करसँगले हाम्रो टिमहरू अगाडि लागिसकेको छ। सिस्टर यहाँनिर अगाडि हाम्रो आज सिस्टरहरूको एकदमै के छ ट्याक्कै सबैले हेर्दा उस्तै देखिन्छ, चिनिन गाह्रो छ। लक्ष्मी सिस्टर कता हुनुहुन्छ फेरि? लक्ष्मी सिस्टर फेरि यता हेर्नु। अरे वाह, फेरि ल यहाँनिर तिन जब ल्याउनुहुन्छ उहाँ हाम्रो रुमन दिदी अगाडि पुरै तेरे नामको पोजमा। बाबा अब अशोक सर फेरि हेर्नु यहाँ। ल बबाल हामी इन्ट्रीबाट अगाडि अब निस्किँदैछौँ। यहाँबाट चाहिँ मेन हाइवे योबाट चाहिँ ट्याक्कै माथि हामी लाग्दैछौँ। कालो आउट मिनी ग्रेट वालतिर आऊ खेल। अब हामी माथि भेट्नेछौँ है त सबैजना। अशोक सर, बन्दीपुरको यात्रा कस्तो भइरहेछ? बन्दीपुरको यात्रा कस्तो भइरहेछ? अहिले हामी कहाँ जाँदैछौँ? अहिले हामी भ्यू टावरतिर जाँदैछौँ। यतैबाट हो बाटो? ओके ल, यहाँ चाहिँ हाम्रो टिमहरू सबैजना अगाडि लाग्दैछौँ। ल काली ओराली गर्दै डाँडा काँडा चाहली ओराली गर्दै डाँडा काँडा म त आए परदेशहरू। जान्छ कि आज हो गाईलाई चराउँदै हो कि होइन हो। ल सीता गुफामा हजुरहरूलाई स्वागत छ। ल अहिले चाहिँ हामी नेपालको सबैभन्दा ठुलो गुफामा हामी जाँदैछौँ। अहिले बाटोको अवस्था यस्तो छ। अहिले हामी निरन्तर यो पहाडको क्षेत्रमा सङ्घर्षको पाइलाहरू हामी अगाडि चाल्दै हिँड्दैछौँ। यहाँनिर
सर कस्तो लागिरहेछ यात्रा? हेलो एभ्रिवान। ल हामी अहिले बिच बाटोमा छौँ। तल देखेको खोलाको किनारबाट उकालो आउँदै गर्दाखेरि लामो यात्रा हामीले पार गरिसक्यौँ। केही यात्राहरू अझै बाँकी छन्। हाम्रो अगाडि देखेको दृश्य विशाल पहाडको मुनि हाम्रा सङ्घर्षका यात्राहरू, सङ्घर्षका पाइलाहरू अगाडि सर्दैछ बिस्तारै बिस्तारै। हामी निरन्तर अगाडि बढ्दैछौँ। मेरो सहकर्मी एकजना साथी हुनुहुन्छ यहाँनिर, मिस्टर लम्बु सर। के छ लम्बु सरको? एकदम ठिक छ। हामी यो नेपालकै सबभन्दा ठुलो गुफा भन्ने ठाउँतिर हामी गइरहेछौँ। अब हामी लगभग विशेष रूपमा त्यहाँ पुगेरै थाहा हुने हो के कस्तो छ भनेर। ओके ल एभ्रिवान, फेरि भेट्नेछौँ है। ल अहिले हामी चाहिँ नेपालकै सबैभन्दा ठुलो गुफा सिद्ध गुफाको गेटभित्र प्रवेश गर्दैछौँ। यहाँनिर सिद्ध गुफा। आम्मा अब यो गुफालाई हामी हेर्दैछौँ त्यसरी। आम्मा कत्रो चिसो हावा आएको त नि बाबा। अनि यो फाइगरको आउँछ कि नै? वा आम्मा के हो यत्रो चिसो हावा आएको यहाँ? पुरै एसी जस्तो आइरहेछ त हावा त। ल यहाँ चाहिँ भित्रको सिद्ध बाबाको त्यो चाहिँ मुखमा छ। अब यहाँबाट हामी भित्र छिर्दैछौँ। छिर्ने बाटो चाहिँ यहाँ भित्रबाट जाने बाटोभित्र। कति पर्छ? फोटो खिच्ने क्यामेरा भिडियो पनि नगरिदिनु होला है। लडेन यो त वर्ष बटे यहीँ राख्नु न, केही हुन्न। त्यसलाई पनि यहीँ राख्नु, केही हुन्न। सबैले बगाएर हुन्छ है। ओके गाइज, ल यस्तो सायद बगान छ। अलिक चिप्लो चिप्लो छ, बिस्तारै बिस्तारै हिँड्नु होला है। ढुङ्गा लड्न आँटेको किन चिप्लो भएर? एडभेन्चर्स त साँच्चीकै खत्रै एडभेन्चर्स भएर यसरी डोरी समातेर अगाडि जाँदैछौँ।
जाउँ जाउँ यो सबै चुरी लाइमस्टोनले माथिको छ लट्टो छ देखेको खानु हुन्छ नि झलर होइन त्यहाँदेखि यो चाहिँ पुरा गोरुको लट्टो जस्तो देखिन्छ त्यो ड्रमलाई जस्तो देखिन्छ जहाँ त्यसलाई त भाग्छ नि सबै लाइमस्टोन टालिएको थियो यो के हो चुनढुङ्गा ए त्यो सबै नेचुरलै त होला होइन भगवान् यो हेर्नु न यो के हो यो हेर्नु न जस्तै छ है बाघको मुख जस्तै रहेछ सब चुनढुङ्गाहरू है यो के को टेन्ट छ त यहाँभित्र यो जोगीबन्द हो हजुर जोगीबन्द जोगी यहाँ बस्छ बसेर 10-12 दिनमा पता गराउँछ यो चाहिँ कसरी भित्रै बत्ती लाइन त छ त नि यो तपाईँको यो काम गरेर यस्तो अँध्यारोमा बस्छ जोगी जोगी बस्ने नि अँध्यारोमा मुना मच्छर सक्छ न केही गर्छ त्यो बानी गर्छ यो चाहिँ राजाको शिल्पजी गाएको होइन राजाको शिल्पी जस्तो रहेछ टस देखाउनु चाहिँ अलिक साइडमा गर्नु टस अनि देखिन्छ फोटोहरू लिनु खाल्टो छ कि कहाँ गएको फेरि होइन साँच्ची ठुलो गुफा रहेछ अरे यहाँ चाहिँ यो स्विमिङ पुल हो क्या तपाईँको यहाँ पानी हुन्छ असारसम्म बेला पानीको लेभल त्यति थियो ए स्विमिङ खेल्न असारसम्म बेला नेपाली खेल्दैन सबै टुरिस्टहरू आउँछ पौडी खेल्नु ए खेल्छन् पौडी चिसो पानी हुन्छ अनि खेल्नु खेल्छन् नि टुरिस्टहरू आउँछ खेल्नु ए यहाँ कुनै पनि प्रोग्रामहरू सबै हिँड्यो तपाईँको स्कुटी राखेको छ कवि सबै पत्रकार सबै फिल्म सुटिङ मौसम सबै हाम्रो गाउँपालिकाको मिटिङ पनि यहाँ हेर्नुपर्छ गाउँपालिकाको मिटिङै यही हुन्थ्यो अनि त्यो बुढाकाँडा जनप्रतिनिधिहरू सबै आउँछ बोकेर ल्याउने होला सबै त्यता लास्टमा तपाईँहरू बन्दीपुरबाट हाइकिङ आयो भनेदेखि सबै माथि माथि बाटो कसो अरे यो माथि ठुलो जङ्गल छ जङ्गलको मुनि हो त्यो टावर छ नि तपाईँको मोबाइल टावर छ ए जङ्गलको मुनि हो यो बाटो कति मिटर छ अरे यहाँ माथि 15 मिटर नापेको नापिसक्यो आँखाले गरेको छ 47 कि 37 मिटर हो साँच्चै कति लेखेको थियो 47 फोटो खिचेछ त्यही हेर्नु न त्यो सबै कम जाने पारी होइन पारी मेरो लाइटको फोकसमा ए त्यो त के हो सिद्ध बाबा एउटा आँखा देख्नुभयो एउटा आँखा देख्नुभयो नाक मुख दारी अनि कपाली अनि साइडमा बाँध्नु देख्नुभयो साइड गर्नु साइडमा बाँध्नु आउँदैन ओइ आउँछ तपाईँको यसो गर्नु अलिक तल न अहिले तल लाइट हाल्नु त तल लाइट के कटाउँदा आयो